Hello everyone, welcome back to my YouTube channel. आज एलोमेट्रिकेसन को फिल्ड डे 2 हैन अनि 4-5 दिनको ट्रेनिङ एफआरटीसीमा भ्याएर हामी चाहिँ आज डे 2 को लागि चाहिँ फिल्डको त आज फर्स्ट दिन भनौँ हैन। अनि आज हामी जाजरकोट अहिले चाहिँ ठ्याक्कै हामी जाजरकोटको कहाँ छौँ भने के अरे खलङ्गा हैन, खलङ्गामा छौँ। भर्खर पुगेको हामी दुईवटा टिम चाहिँ सायद भोलिसम्म पुग्छ होला। अनि हामी चाहिँ भर्खर पुग्यौँ। अनि हामीलाई चाहिँ यहाँ एउटा कुरा के थाहा भयो भन्दाखेरि यहाँ माथि चाहिँ एउटा दरबार छ अरे कि। अब दरबारको ठ्याक्कै नाम चाहिँ थाहा छैन। हामी चाहिँ त्यहाँ एकछिन घुम्न जान लाग्यो। सो के रहेछ है अनि हेर्नुपर्छ। अनि के हुन्छ म देखाउँछु है त, हेर्दै गर्नु होला है त। चल लेट्स गो। चाबी खोइ चाबी चाबी हाम्रो सेक्सी राजा के भयो मलाई तिमीलाई के बोल्दैनौ? कहाँ जानु लाग्यो मलाई हामी दरबार जानु लाग्यो। चाबी मै राख्छु है। कहाँ जानु यस्तै जाम। सुन त्यो कोट दरबार हो नाम के अरे? राजा दरबार के नाम के अरे? ज्योति विकास बैंक लेखा छ त्यहाँबाट सिधा माथि चढ्नु त्यही टाकुरामा छ दरबारको नाम राजा दरबार। राजा दरबार। यसको राजा दरबार त्यो औडा नमान तिमीलाई एउटा चार्ज छ कि राजा। त्यही जाने त जाने यहाँबाट उता त्यो बाटो हुँदै माथि जाने। खलङ्गा बजार तर बजार त्यस्तो ठुलो चाहिँ रहेन रहेछ। बजार त्यस्तो ठुलो छैन तर मान्छे बसिरहेको। बाइकमा जानेपछि तल हिँड्दै जानेपछि हो अरे चप्पलै गयो क्या त्यो बाइकको। चप्पलै गयो त टालियो रहेछ ल। रहिम नरिसाउ ल, तिम्रो यहाँ चप्पलै गयो। दामी ठाउँ रहेछ क्या दाइ। सबजनाको फर्स्ट टाइम हो हाम्रो। तिम्रो सेकेन्ड कहिले आएको थियो र? देख्दाखेरि पनि फर्स्ट टाइम होइन? तोप खाने मान्छे पहिला आइसक्यो। तिम्रो टुरमा आएको थियो कि कस्तो? यहाँको दरबार मैले त्यो रिटर्न अफ नेपाल भन्दाले हालेछ त छोटी त्यो बेला देखाएको खासमा। यस्तो अग्लो डाँडामा रहेछ नि त। अनि उतादेखि नै रुकुम चौधारी भन्न नि आउनु एउटा यहाँ के अरे जाजरकोटको खलङ्गा केटाहरू यहाँ छन्। होइन माथि नै हो क्या। चप्पलले लास्ट धोका दियो गाइस। एउटा रहेछ यार उकिरा भने।
हाम्रो त रुखपरिया कुसे गाउँपालिका रहेछ त्यो त यहाँबाट टाढा छ रे। गाडीमा जाने हो केमा लिन्छन् घरमै जस्तो लाग्यो अहिले त आफ्नै घर जस्तै भयो त यार के भन्नुभयो यो त के कुरोको लस्सी हो क्या लप्सी क्या लस्सी भन्छु लप्सीको रुख हो क्या लप्सीको रुख हो त यो त यो चप्पलले लाज हैरान मलाई थाहा छैन यार कुन यो आँप होइन आँप हो मुला आँप त हो नि यार यो नासपति हो यो हाम्रोतिर हुनेहरू त चिनिहालिन्छ कोही कोही चाहिँ चिनेन क्या आफै हो क्या यहाँ पनि छ नि तेरिका मुला रहेछ चप्पल वान सर्टमा यहाँ पुगिहाल्यो हजुर कहाँ यस्तो दरबार होला कि त आहा कस्तो राम्रो फुल कस्तो राम्रो फुल म जस्तै राम्रो रहेछ क्या फुल यसको नाम के हो गाइज भन्नु है त थाकियो हजुर दाइ केतुकी केतुकी दामी छ क्या दाइ माथि हो क्या धेरै माथि छ क्या फेरि भेट्यो कस्तो राम्रो फुल यार के फुल हो नामै थाहा छैन ला सौडा हान्यो अरे चप्पलले नि फुत्क्या मलाई मोटो मान्छे फिलाउन नि गाह्रो छ क्या रुखो रुखो भर्खर फल्न सुरु हुँदैछ रुखो रुखो फलिरहेछ कस्तो लाग्यो यार केटाहरू के हिँड्दा छन्
बाटोभरि फुल मात्रै रहेछ यार। हेलो साथी, कहाँ हो यार दरबार? कहाँ हो नानी दरबार? हजुर ऊ माथि हो। कति टाइम लाग्छ भन न, कति टाइम लाग्छ? हजुर हजुर 3 मिनट? हस्, थ्याङ्क यू। दरबार को राजा बस्थ्यो होला है यहाँ पहिला दरबारमा। के हो तिम्रो नाम? के हो तिम्रो नाम? किन लाग्यो? को राजाहरूले शासन गरे होला नि यार? शाहवंशी हुन् कि लिच्छविकालीन हुन् कि? हेलो, के छ र? ल बाई बाई। पेटै दुख्यो यार। यहाँबाट चाहिँ बरु क्लियर देखिँदैन रहेछ क्या खलङ्गा बजार। यो चाहिँ खलङ्गा बजार, त्यो चाहिँ भिरी नदी, म चाहिँ हर्ष। आस थाक्यो गाइज, बट भ्लग बनाउन चाहिँ छोडिन्न, जति थाक्यो नि। कहाँ हुँदा बाटो रङ बाटो त आएनौँ नि। यो त जिल्ला प्रशासन कार्यालय हो। त्यहाँ लेखेको छ त, यता होला कि त्यहाँ दरबार। जिल्ला प्रशासन कार्यालय ए होला क्या अगाडि। हेरे हो क्या दरबारको हालत यस्तो छ। दरबार होला र सोध्नुपर्छ त यार। सुन्नु न, दरबार यतै हो, दरबारै हो। सेतो प्रशासनभित्र जानुपर्छ। दुईवटा दरबार चाहिँ रातो सेतो चाहिँ किन? ए हामी यताबाट यहाँ पो रहेछ त यार, दामी ठाउँ त हो। कहाँ जाने बाटो थाहै छैन। यहाँ पछाडि त्यो कहाँबाट आउने बाटो हो क्या खासमा? दाइ त्यो कहाँबाट आउने बाटो? उताबाट त्यो रोड? ए पछि जुम्ला जाने यही हो? ए जुम्ला जाने ट्र्याक यो पो रहेछ। यो अहिले आधीसम्म मात्रै हो? के माथिसम्म रहेछ नि त बजार। डाँडामा आएपछि दामी थिएछ क्या। यार नि
दुईवटा दरबार रहेछन्, एउटा रातो एउटा सेतो। किन त्यो चाहिँ थाहा छैन अरे। यहाँको स्थानीयहरूलाई पनि थाहा छैन भने चाहिँ अब हामीलाई झन् कहाँ थाहा हुनु। सनसेट पनि राम्रो देखिने रहेछ यहाँबाट। यो चाहिँ रातो दरबार रे। रातो इटाली बनाएको त्यसो रातो होला अब, खै के हो चाहिँ। अर्को भित्र सेतो दरबार छ अरे, त्यहाँ जानुपर्छ। भिडियो बनाउनु मिल्दैन रहेछ क्या त। नै यहाँ उता चाहिँ मिल्दैन रहेछ क्या, उता अफिसमा चाहिँ मिल्दैन रहेछ। यही होला सेतो दरबार। भूकम्प आएको बेला हो कि हात भत्केको त्यस्तै लाग्यो। त्यहाँ जाने ठाउँ छ र। हो यो चाहिँ हो क्या। यस्तो जीर्ण अवस्थामा छ होइन हाम्रो राजदरबार। कहिले भत्का थाहै छैन। अब सायद भूकम्पको बेला होला। क्या दामी रहेछ क्या दाइ। तर यसको पुनर्निर्माण हुनुपर्छ अब छिट्टै। दामी देखिँदै होला होइन। ओ मिल्छ त्यहाँ भित्र जान मिल्छ होला नि। कस्तो छ यार अवस्था। धेरै डर लाग्दैछ। दाइ आउनु आउनु यहाँ रहेछ क्या। अम्बो पहल पहल। यहाँबाट देखिनु रहेछ दामी भ्यू। केटाहरू भरियो कस्तो अवस्था छ यार। भित्र जाऊँ न के रहेछ यहाँ भित्र केही छैन। सब डराउनु भाइ भाइ सुन न भाइ माथि जानु मिल्छ मिल्दैन जानु मिल्छ कि नै मिल्छ नि जाम न यस्तो डर लाग्ने छ यार। सायद पहिला यहाँ कार्यालय त्यस्तो केही थियो होला कि यहाँ पुरै सोफाहरू छ नि त होइन।
योभन्दा माथि नजाउँ होला यार भत्किसक्यो पुरै एकदम बुझ्छ क्या यार तर एकदम रिक्स छ गाइज होइन यस्तो छ यार होइन सबै भत्किया रहेछ फर्किन्छ यार रिक्समा लगाउँ मलाई त्यसको अब पुनर्निर्माण चाहिँ गर्नुपर्छ यार स्थानीय सरकार हुन्छ कि प्रदेश सरकार हुन्छ कि सङ्घले हुन्छ चाँडै गर्नुपर्छ भलिबल सही ठाउँ रहेछ हार्दिक अनुरोध यस जाजरकोट दरबार क्षेत्र अवलोकनको लागि आउनुहुने सम्पूर्ण महानुभावहरू यस दरबारको भवन भूकम्पको कारण जीर्ण अवस्थामा रहेकोले कृपया दरबारभित्र प्रवेश नगरिदिनु होला धन्यवाद भूकम्पको बेलै रहेछ क्या त्यही 72 को भूकम्प होला सही रहेछ यार भयो दाइ ब्लक अन्त तल गएर खिचाउनु यो 72 कै भूकम्पले रहेछ क्या त्यस्तो भएको ब्रबार सब घुम्यो यो 72 मा होइन रहेछ क्या 79 मा थियो नि हाम्रो भूकम्प बारेकोट केन्द्रबिन्दु बनाएर त्यो बेला चाहिँ भत्किएको थिएछ कि खासमा कहाँ गयो दाइहरू अब बिस्तारै जानुपर्ने हुन्छ ओए कहाँबाट गयौ कहाँबाट हाम फाल्नु कि दाइ हाम फाल अरे कहाँ फाल्नु मरिन्छ त हाम फाल्यो त्यही हो गाइस होइन आजको भ्लग चाहिँ यहीँ किन गरौँ होला बाँकी के हुन्छ अर्को भ्लगमा भेटौँला है त आजलाई चाहिँ यति बाई बाई